फाइनली अर्को अङ्गा पनि यसरी चुट्टिएको छ। यसरी देख्न सकिन्छ साथीहरू रुख काट्ने काम पनि फाइनली हाम्रो अगाडि बढिसकेको छ। यो नमस्कार दर्शकबिन, गुड मर्निङ, स्वागत छ सम्पूर्णमा। म फेरि पनि नयाँ अपडेटको साथमा उपस्थित भइसकेको छु। म छु अहिले त्रिवी क्रिकेट मैदानमा। यहाँ देख्न सक्नुहुन्छ 5 नम्बर हाइमास्ट पोलमा चाहिँ ढकमक्क लाइटहरू जडान भइसके पछाडि चाहिँ हिजोदेखि निरन्तर हिजो नाइटमा पनि यहाँ देख्न सक्नुहुन्छ साइडमै लाइट जडान गरेर राखिएको छ। हिजो नाइटमा पनि काम भएको थियो भने साथीहरू आज बिहानैदेखि पनि वायरिङको काममा चाहिँ यहाँ टोली खटिएर चाहिँ काम गरिराख्नु भएको दृश्य यहाँ देख्न सकिन्छ। मैले नजिकै गएर पनि देखाउँछु। यसरी देख्न सकिन्छ साथीहरू हिजो रातभरिको कामको नतिजा हेर्दाखेरि चाहिँ यसरी यसको भित्रतिर चाहिँ सम्पूर्ण वायरिङको कामहरू चाहिँ भइसकेको छ। एउटा प्यानल बक्समा भने अब यो तीनवटै प्यानल बक्सहरूमा चाहिँ काम हाम्रो यसरी नै हुनेछ साथीहरू। हिजो रातभरिको कामको नतिजा र बिहानैदेखि पुनः काम सुरु भइसकेपछिको दृश्य तपाईहरूलाई मैले देखाउन गइरहेको छु। यहाँ देख्न सक्नुहुन्छ काम यसरी भइरहेको छ। निरन्तर काम वायरिङमा निकै नै प्रगति भएको हामीले देख्न सक्छौँ। यसरी देख्न सकिन्छ साथीहरू। यहाँ चाहिँ सम्पूर्ण फिटिङदेखि लिएर कटिङ जडान सबै कामहरू भइरहेको छ। यो हो हाम्रो 5 नम्बर हाइमास्ट। यो 5 नम्बर हाइमास्टमा भने यसरी काम भइरहेको छ साथीहरू। हामीले देख्न सक्छौँ। अहिले छु म त्रिवी क्रिकेट मैदानमा र यहाँ यो साइडबाट पनि देखाउन चाहे यसरी देख्न सकिन्छ। यहाँ चाहिँ हाम्रो लिफ्ट पनि जडानकै अवस्थामा छ, किनभने लाइट टेस्ट गर्नुको लागि यो लिफ्ट यहीँ हुनुपर्ने हुन्छ र लाइट टेस्टिङ गरिसके पछाडि चाहिँ यो लिफ्टलाई हाम्रो 4 नम्बर हाइमास्टमा लाग्नेछ भने अहिले चाहिँ यसमा यसरी काम भइरहेको छ। फेरि दर्शकबिन यो हो हाम्रो 4 नम्बर हाइमास्ट र यो 4 नम्बर हाइमास्टमा पनि यसरी देख्न सकिन्छ लाइटहरू थप गर्नुपर्ने निकै नै बाँकी रहेको र यहाँ देख्न सकिन्छ हाम्रो प्यानल बक्स र प्यानल बक्समा यसमा हिजो रातभरि हाम्रो काम भएको थियो। यहाँ देख्न सकिन्छ अझै पनि यहाँ लाइट बलेकै अवस्थामा देख्न सकिन्छ साथीहरू। किनभने यसमा चाहिँ हिजो रातभरि काम हाम्रो वायरिङको काम रातभरि भएको थियो भने यहाँ साइडमा पनि यसरी हामीले लाइट देख्न सक्छौँ। यहाँ पनि लाइट जडान गरेर चाहिँ हिजो रातभरि काम भएको थियो हाम्रो 4 नम्बरमा पनि वायरिङको काम। त्यस्तै गरी यहाँ देख्न सकिन्छ बिहानैदेखि चाहिँ यहाँ टोली आएर काम गरिराख्नु भएको पनि छ। यहाँ चाहिँ कङ्क्रिट ढलान गर्नुपर्ने भएको भएर यहाँ चाहिँ सोलिङ गरिएको छ। त्यसको लागि यहाँ काम गर्नुको लागि चाहिँ कामदारहरू चाहिँ साइडमा आएर यसरी कङ्क्रिट बनाउने तर्फ लागिराख्नु भएको छ। यस्तो छ हिजो रातभरिको कामको जबरजस्त नतिजा भन्नुपर्छ साथीहरू यसलाई। त्यस्तै गरी यहाँ रुख काट्ने काम पनि हाम्रो भइरहेको छ साथीहरू, सुरु भइसकेको छ। यहाँ देख्न सकिन्छ माथि चढेर चाहिँ रुख काटिराख्नु भएको छ। अब यो चाहिँ कसरी तल झर्छ मैले त्यो अपडेट हजुरहरूलाई गराउने छु। रुखमा चढेर पनि यहाँ चाहिँ इलेक्ट्रिकल आरोद्वारा चाहिँ रुख काट्ने काम भइरहेको छ। यस्तै साथ यहाँ जाली पनि हामीले देख्न सक्छौँ यसरी लागेको छ भने यहाँ बिहानैदेखि चाहिँ रुख काट्ने काम भइरहेको छ साथीहरू, देख्न सकिन्छ। यसरी देख्न सकिन्छ साथीहरू रुख काट्ने काम पनि फाइनली हाम्रो अगाडि बढिसकेको छ। यो बिहानै पखमै
काम अगाडि बढाइसक्नु भएको छ। यहाँ देखिएको यो 2वटा रुखहरू काटिनेछ। अब यो यतापट्टिको चाहिँ यो ठुलो रुख पनि काटिनेछ भने यतापट्टिको रुख काट्नको लागि चाहिँ यहाँ काम गर्ने टोली चाहिँ रुखमा चढेर चाहिँ एउटा हाँगा काटिसकेको छ। त्यस्तै गरी साथीहरू यहाँ देख्न सकिन्छ ग्राउन्डमा पनि हाम्रो एकदमै सबै तयारी भइसकेको छ। यहाँ रेलिङमाथि काँडे तार जाली सबै लगाउने काम हाम्रो यसरी ठाउँमा तपाईहरूले लास्टसम्म देख्न सक्नुहुन्छ। यसरी सबैमा पुरा भइसकेको छ। फिटतिर काम हाम्रो अब बाँकी रहेन। र यतापट्टि पनि यो क्यामेराम्यानको लागि चाहिँ यो ट्रस्टहरू बनाउने काम पनि फाइनली हाम्रो सम्पन्न भइसकेको छ। मुनिपट्टि यसरी फ्रेमहरू जडान र माथिपट्टि यसरी हाम्रो यसमा प्लाइवुड र विभिन्न पाताहरू लगाएर चाहिँ यसरी माथि टपमा यस्तो दृश्य देखिएको छ। साथीहरू देख्न सकिन्छ बिहानी पखमा भने यहाँ देख्न सकिन्छ हाम्रो 6 नम्बर हाइमास्टमा भने हिजोसम्म हाम्रो फ्लड लाइटको काम भइरहेको थियो भने फ्लड लाइट सकिएको कारणले गर्दाखेरि चाहिँ अहिले केही क्षणसम्म यहाँ काम हुने छैन र एयरपोर्टसम्ममा चाहिँ हाम्रो लाइटहरू आइपुगेको भएर एयरपोर्टबाट यहाँ पुगाउन्जेलसम्म चाहिँ यो बन्द रहनेछ र त्यसपछि निरन्तर फेरि यो लाइट जडानको काम पनि हाम्रो अगाडि बढ्नेछ। त्यस्तै गरी यहाँ देख्न सकिन्छ 5 नम्बरमा पनि ढकमक्क लाइट र ग्राउन्डमा पनि हाम्रो थुप्रै कामहरू यसरी भइरहेको छ। यहाँ ग्राउन्डमा देख्न सकिन्छ यसरी रोलरहरू राखिएकै अवस्थामा छ रोलिङ गर्नको लागि। यस्तो छ अहिले त्रिवी क्रिकेट मैदानको बिहानी पखको अवस्था। यहाँ देख्न सकिन्छ रुख फेरि अर्को हाँगा काट्नको लागि चाहिँ यहाँ मेसिनले यसरी काम भइरहेको छ देख्न सकिन्छ। अब अर्को हाँगा पनि यहाँबाट देख्न सकिन्छ यसरी चुनिने अवस्थामा छ यो रुखका सबै हाँगा। यहाँ देख्न सकिन्छ ढल्ने अवस्थामा छ। फाइनली अर्को हाँगा पनि यसरी चुटिएको छ। त्यस्तै गरी हाम्रो एनपिएल सिजन 2 को लागि चाहिँ टोयलेट बनाउनुको लागि चाहिँ यसरी फ्रेमहरू पनि जडान गरेर यहाँ साइडमा फिट गरिसकेको अवस्था छ। यहाँ देख्न सकिन्छ साथीहरू यसरी चाहिँ हाम्रो निरन्तर काम भइरहेको छ। टोयलेटहरू बनाउने काममा पनि टोली निकै नै खटिएर यसरी चाहिँ फ्रेम जडानदेखि लिएर यहाँ सब हिजो रातभरिमा यो काम पनि नाइटमा भएको थियो। यहाँ देख्न सकिन्छ यसरी चाहिँ यस्तो खाले चाहिँ हाम्रो टोयलेट बनिरहेको छ। एनपिएल सिजन 2 को लागि चाहिँ यो हो अस्थायी टोयलेट साथीहरू। यसमा फ्रेमहरू जडान त भइसकेको छ भने अब यसमा चाहिँ यसको बाहिरपट्टि चाहिँ अब के लाग्ने छ वालको लागि मैले त्यो पनि हजुरहरूलाई देखाउने नै छु। यहाँ देख्न सकिन्छ साथीहरू त्रिवी क्रिकेट मैदानमा चाहिँ एकदमै हाइमास्ट र फ्लड लाइट सँगै चम्किएको छ भन्नुपर्छ। यसरी देख्न सकिन्छ मैदानमा हाम्रो 6वटै हाइमास्ट यसरी सजिएकै अवस्थामा हामीले देख्न सक्छौँ। यता हस्त दर्शकबिन आजको अपडेट यति नै। म फेरि पनि नयाँ अपडेटको साथमा उपस्थित हुने बाचा गर्दै अहिलेलाई भने छुट्टिन्छु। हस्त धन्यवाद। जय देश जय खेल। हजुरको दिन शुभ रहोस्।